हाम्रो खास अझ ठुलो प्रदर्शन त चैतमा हुँदैछ, तर अहिलेकैबाट काम पुग्ला जस्तो देखिन्छ। हाम्रो जनतालाई माया गर्ने राजालाई श्रीपेज पहिराएर नारायण खेटी दरबारभित्र हामीले चाहिँ विराजमान गराउँछौँ र राजालाई राजगद्दीमा गएर राख्ने अभियान हो यो। राजालाई राजगद्दीमा नराखेसम्म यो अभियान रोकिनेवाला छैन। हामी निरन्तर रूपमा सडकमा रहनेछौँ। हामी यिनीहरूले जस्तो गोली बम बारुद चलाउने छैनौँ। राजनीतिक दलहरू र जनता एक ठाउँमा आएर नवीन समझदारीमा जानु पर्यो। नवीन समझदारीमा आएर यो संविधानलाई पूर्ण रूपमा सर्भिसिङ भनेको टालटुल गर्ने होइन, यसलाई पूर्ण रूपमा बदल्नु पर्यो। त्यति गर्यौँ भने यहाँ अहिले भएका कतिपय युवाहरूको यो देशमा भविष्य छ, नत्र कसैको भविष्य छैन। त्यही हो। बोलेर होइन, हामीले गरेर देखाउनु पर्छ। बोल्ने होइन, गर्नेवाला चाहियो लिडर। सरकार मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। यी सरकार मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। राजा जनता एक हो, एक हो, एक हो। जनता राजा एक हो, एक हो, एक हो। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। हरमा बस्न पाइँदैन, पाइँदैन, पाइँदैन। हरमा बस्न पाइँदैन, पाइँदैन, पाइँदैन। यस्तो नि सरकार चाहिँदैन, चाहिँदैन, चाहिँदैन। हिन्दू राष्ट्र कायम गर, कायम गर, कायम गर। हिन्दू राष्ट्र कायम गर, कायम गर, कायम गर। 2047 संविधान कायम गर, कायम गर, कायम गर। 2047 संविधान जारी गर, जारी गर, जारी गर। 2047 संविधान जारी गर, जारी गर, जारी गर। अपराधी सरकार मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। अपराधी सरकार मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। राजतन्त्र जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। राजतन्त्र जिन्दाबाद, जिन्दाबाद। राजा जनता एक हो, एक हो, एक हो। अधिकारी दलालहरू होशियार, होशियार, होशियार। गणतन्त्र धोका हो, धोका हो, धोका हो। गणतन्त्र धोका हो, धोका हो, धोका हो। नेपाली जनता एक हो, एक हो, एक हो। नेपाली जनता एक हो, एक हो, एक हो। अधिकारी दलालहरू होशियार, होशियार, होशियार। गणतन्त्र मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। गणतन्त्र मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। गणतन्त्र मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। राजा जनता एक हो, एक हो, एक हो। राजा जनता एक हो, एक हो, एक हो। बहिनी खै त गाडी आएको भयो नि त यता ल्याऊ भन्नु पर्यो नि त। यता आउनु है अगाडि अलिकति तपाईँ गर्नुभएको छ। उता संसदमा विधेयक प्रस्तुत हुँदैछ, कङ्ग्रेस एमाले व्हिप जारी गरेका छन्। अब संसदमा त्यो व्हिप रोक्नको लागि अथवा त्यो विधेयक रोक्नको लागि कसरी प्रस्तुत हुनुहुन्छ, के गर्नुहुन्छ त्यो बताइदिनुहोस्। अहिले नै प्रमुख प्रतिपक्ष दलहरूको अहिले बैठक छ। म अहिले बैठकमा अहिले नै सहभागी हुँदैछु र हामी अहिले सडकबाट युवा साथीहरूले
संस्था पुनर्स्थापना गर्नको निमित्त हामी निरन्तर रूपमा सडकमा रहनेछौँ। हामी यिनीहरूले जस्तो गोली बम बारुद चलाउने छैनौँ। हामीले यिनीहरूले जसरी आज नागरिकलाई भ्रम फैलाएर नेपाली जनतालाई जुन भ्रम फैलाएर चाहिँ जे गरिराखेका थिए, अब नेपाली जनताहरूको आँखाको पट्टी र कानको ठेली खोलिसकेको छ। अब यिनीहरूलाई अब ठाडो चेतावनी दिन चिन्छु म। सक्छौ भने तिमीले लिएर आएको यो लुटतन्त्र, गणतन्त्र नामको लुटतन्त्र टिकाएर देखाऊ। हामी छिटै हाम्रो अभिभावकीय संस्था राज संस्था छिटै पुनर्स्थापना गराउनेछौँ। र हाम्रो राजा, हाम्रो देशलाई माया गर्ने राजा, हाम्रो जनतालाई माया गर्ने राजालाई श्रीपेज पहिराएर नारायण खेटी दरबारभित्र हामीले चाहिँ विराजमान गराउँछौँ। भनेको तपाईँहरू अब चुप लागेर बस्नुहुन्न। त्यसो भए यो आन्दोलनका प्रक्रिया अब सुरु भयो। अब व्यवस्था परिवर्तन नहुने जेलसम्म तपाईँहरूको यो आन्दोलन यथावत रहन्छ। त्यसो होइन, यो जनताको माग हो। यो व्यवस्थालाई त अब हामीले जरेबाट उखालेर फाल्नुपर्छ। जनताले दुःख पाइसके, देशले दुःख पाइसके। अमेरिकाको राष्ट्रपतिले पनि बोलिसक्नु भयो। हेर्नुहोस् त, नेपालमा कति दलालहरूले विदेशबाट चाहिँ पैसा लिएर खाएका रहेछन् त। त्यसैले गर्दाखेरि अब सबै नेपाली जनताहरू एकजुट भएर यी दलालहरूलाई यो देशबाट लखेट्नुपर्छ। धन्यवाद। इन्डिया जान सक्छन् किनभने यिनलाई विदेशीले पत्याउँदैनन्। यिनी हली हुन्, हली नै रहन्छन् र देशको वास्तविक चाहिँ अभिभावक राजा हुन्। देशको माया राजालाई छ, राज संस्थालाई छ र जनतालाई छ। त्यसकारण अब जनता र राजा मिलेर राजालाई राजगद्दीमा गएर राख्ने अभियान हो यो। राजालाई राजगद्दीमा नराखेको यो अभियान रोकिनेवाला छैन। धन्यवाद। विधेयक पास गर्ने तर्खरमा छन् नेताहरू, तर तपाईँहरू यता नारायण हिटीतिर जाँदै हुनुहुन्छ। यो अहिलेको र्याली भनेको चाहिँ सिंह अथवा संसद भवनतिर जानुपर्ने होइन र? जान्छ, संसद भवन पनि जान्छ, सिंहदरबार पनि जान्छ। आवश्यक परेको खण्डमा अब जहाँ पनि जान्छ। यदि कसैले नेपाली जनतालाई कुठाराघात गरेर कुनै पनि विधेयक ल्याउँछन् भने त्यस्ता तस्कर, त्यस्ता दलालहरूलाई अब नेपाली जनताले घिसारेर टुँडीखेलमा ल्याएर झुन्डाउँछन्। धन्यवाद। तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू, आज यहाँ यो राजा ल्याउने भनेर यहाँ हजारौँको र्याली देख्न सक्नुहुन्छ तपाईँहरू। र नारा हाम्रो राजा आउँदैछन्, नारायणी खाली गर भन्ने छ भनेपछि यो भाव अस्ति नेपालगञ्जमा नि देख्नुभयो, पोखरामा नि देख्नुभयो, बुटौलमा नि देख्नुभयो, काठमाडौँमा नि देख्नुभयो, धनगढीमा नि देख्नुभयो। त्यसो हुनाले यो भावना चाहिँ एकदमै बढिरहेको छ। तपाईँहरूले देखिराख्नु भएको छ। जस्तो कि अब तपाईँहरूले ठाउँ ठाउँमा यति बेला चाहिँ र्याली गरिराख्नु भएको छ, जनसम्बोधन गरिराख्नु भएको छ। काठमाडौँको हकमा चाहिँ अलिकति अन्य दलहरूको पनि उपस्थिति त्यतिकै बाक्लो रहन्छ। यो अवस्थामा चाहिँ राप्रपाको तयारी काठमाडौँलाई खास गरेर सम्बोधन गर्ने के छ? काठमाडौँमा त अब हेर्नुहोस्, हाम्रो उद्देश्य यो त वार्म अप तयारीको लागि गरिएको र्याली मात्रै हो यो। हस्, धन्यवाद। राजा फर्किने कुरा गर्नुहुन्छ, यो सक्दो छिटो कुरै छैन र त्यसलाई खाली गराउने हो, नवीन समझदारीमा देशलाई लैजाने हो र यहाँ कसैलाई निषेध गर्ने होइन। पूर्ण रूपमा नवीन समझदारीमा गएर संविधानलाई ओभरअलिङ गर्ने हो। मानिलिउँ पूर्व राजा नारायणमा प्रवेश गर्नुभयो भने त्यो अवस्था चाहिँ कस्तो रहन्छ? त्यतिखेर चाहिँ यो उल्लासपूर्ण हुन्छ र देशभरि दीपावली हुन्छ, हेरिराख्नु होला। तर फेरि आम नागरिकले आफ्नो चाहिँ स्वतन्त्रता गुमाउँछन् भन्ने चर्चा छ। त्यो किसिमको स्वतन्त्रता गुमाउने राज संस्था भनेकै होइन नि, हामीले कसैले पनि त्यो भनेको छैन है। कस्तो खालको राज संस्था चाहनुहुन्छ? संवैधानिक राज संस्था भनेको हो हामीले, प्रजातन्त्र सहितको राज संस्था भनेको है। त्यसमा कार्यकारी चाहिँ जनताबाट निर्वाचित नै रहन्छन्। हो, जनताबाट निर्वाचित संसद नै रहन्छ, जनताबाट निर्वाचित नै कार्यकारी। धन्यवाद। धन्यवाद।